हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल। अनि आज चाहिँ अचानक म हस्पिटल आइरहेको छु किनभने चाहिँ बुहारीलाई लेबर पेन स्टार्ट भएछ, त्यही भएर। ए मलाई देख्दैछ है, उसले देख्दैछ। दुईजनाको अहिले चाहिँ मलाई बाहिर निकालिरहेको छ। अल्छी लाग्यो मलाई। अहिले चाहिँ म नानीलाई उयो गर्दैछु। कस्तो डरलाग्दो भुँडी छ, मलाई यो भुँडी देखेर पुरा डर लाग्यो। नानीले के गर्दैछ कि चल्दैछ हैन, चल्दैछ। डरलाग्दो डर लाग्यो मलाई। यो भिडियो चाहिँ हल्का उसलाई मेमोरी होस् भनेर राखिदिएको। यो बुढीहरू देखेर मलाई डर लाग्यो। अहिले चाहिँ बेलुका सुत्दैछौँ। मच्छरले टोकेर बिजोग बनाइसक्यो। सुतिरहेको छ सबै, म मात्रै निदाएको छुइनँ। हामी यहाँनिर बसिरहेको छ, पर्खिरहेको छ। बुहारीलाई चाहिँ भित्र लगिसक्यो। यहाँ छ यो, म चाहिँ यो भित्र बसिरहेको छु। यहाँ चाहिँ छोरी भयो, छोरी बुहारीलाई चाहिँ पर्खिरहेको छ, निक्लेको छैन। नानीलाई चाहिँ अघि नै माथि लगिसक्यो र अहिले चाहिँ हामी बुहारीलाई आमालाई माथि लाँदैछ। यो आवाजले सिस्टरले लगाएर ल्याइदिन्छ। छोरी छोरीको हजुरआमाले ममा नानी चाहिँ कस्तो सन्तको बेलुका आउँछ रुँदैन नाना पनि। देमा नाना आमा चाहिँ सुतिरहेको छ। आमा छोरी सुत्यो र अहिले चाहिँ बिहानको 2-3 बजिसक्यो। नानी रोएर दुध पुगेको छैन रहेछ नि त, त्यही भएर रोएर झगडा गरेर मलाई सुत्नै दिएको छैन। माया लाग्दो रुँदैछ। उसको आमाले पनि त सिजर भएको नि त, त्यही भएर केही खाएकै छैन, त्यही भएर रुँदैछ। यस्तो निन्द्रा लागिसक्यो र पनि के गर्नु। नानीले सुत्नै दिएको छैन, देमालाई सुत्नु दिएको छैन। छाडा केटी। यहाँ सुत्नु नपाउने चाहिँ म मात्रै होइन कि, तर सबैजनाको नानी नै रोइरहेको छ। किनभने आमाहरू त चल्नु पनि सक्दैन नि त, आज नै सिजर भएको सुतिरहेको छ। त्यही भएर चाहिँ साथी बस्नेको चाहिँ बिजोग हुन्छ, रातभरि सुत्नै पाउँदैन रहेछ। आज चाहिँ नेक्स्ट डे हो र हाम्रो नानीलाई चाहिँ हल्का जन्डिस जस्तो उयो भएर चाहिँ यहाँनिर राखिरहेको छ। त्यही भएर बाई नानी, आज चाहिँ म घर जाँदैछु।